ओके, हेलो एभ्रिवान। सबैजना सन्चै नै हुनुहुन्छ होला। आजको भिडियोको टपिक चाहिँ हजुरहरूले हेरिसक्नुभयो र आज हामीहरूले के डिस्कस गर्दैछौँ भनेर फेरि एकचोटि भनौँ। मानव हजुरले एउटा ट्रेड लिनुभयो, सेटअप हेर्नुभयो, मानव हजुरले सपोर्टमा बाई गर्नुहुन्छ भने सपोर्टमा बाई गर्नुभयो, सबै कुरा मिलेको थियो, भोल्युमको पनि कन्फर्मेसन देखिएको जस्तो लाग्यो, अनि बाई गर्नुभयो। एक दुई दिनपछि त्यो फेरि भएन, त्यो भन्नाले एसएल हिट भइहाल्यो, भइ नै राख्छ। र यसलाई चाहिँ कसरी म्यानेज गर्न सकिन्छ, कसरी मिनिमाइज गर्न सकिन्छ भन्ने कुरामा चाहिँ आज यो भिडियो रहेको छ। र मैले पनि पहिला अब सर्ट टर्म ट्रेड गर्ने, सर्ट टर्म ट्रेड गर्दा त सेटअप नै हेर्ने हो अनि झ्याप्प बाई गरिहाल्ने भन्ने सोच्थेँ होइन। अनि त्यस्तै गर्नाले अलि ढिलो रियलाइज भयो, तर रियलाइज भयो आफ्नो जर्नलहरू हेरेर, पछाडिको ट्रेडहरू एनालाइसिस गर्दा मैले भेटेको कुराहरू सेयर गर्छु। स्क्रिनमा जाऊँ है त अब। ओके, अब स्क्रिनमा हेर्नु होला। सो हामीहरूले गर्नुपर्ने, सबैभन्दा सुरुमा गर्नुपर्ने कुरा के हो भन्दाखेरि जता पायो उतै ट्रेड गर्नु भएन। हामीले भन्छौँ सर्ट टर्म ट्रेडरको लागि चार्टमा यदि सेटअप छ, इन्डेक्समा मिलेको छैन, इन्डिभिजुअल स्टकहरू चलिरहेको छ भने त्योमा पनि ट्रेड गर्दा राम्रो हुन्छ। मोस्ट लाइकली हामीले त्योमा पनि प्रफिट गर्न सक्छौँ, घटिरहेको बेला पनि प्रफिट गर्न सक्छौँ भनेर धेरैले भन्छन्, एक्सपिरियन्स ट्रेडरहरूले, जसबाट हामी सिकिरहेको हुन्छौँ, उनीहरूले भन्छन्। तर वाट आई हेभ रियलाइज इज हामीले सबै सेटअप ट्रेड गर्नु पर्दैन है। हामीले वर्षको 6-7वटा ट्रेड मात्र लियौँ अनि 6-7वटा ट्रेडमा 15-20% बनायौँ भने पनि ठिक्कैको कमाइ हुन्छ। 6-7वटा, 8वटा, 10-12वटा लियौँ भने है। अनि यसमा घटिरहेको बेला पनि ट्रेड लिने, अनि जति बेला पनि ट्रेड लिने गरेर चाहिँ हामी लसमा जान्छौँ। त्यसको लागि हामीहरूले के गर्नु पर्यो भन्दाखेरि चाहिँ इन्डेक्समा गर्नुपर्ने कुरा है त। जोन छुट्याउने, जोन मार्किङ गर्नु पर्यो। अब कस्तो जोन मार्किङ भन्दाखेरि मैले यसमा हामीहरूले के गर्नु पर्यो भन्दाखेरि हामीहरूले ट्रेडेबल जोन र नन ट्रेडेबल जोनहरू छुट्याउनु पर्यो। ट्रेडेबल जोन र नन ट्रेडेबल जोन छुट्याउने है त। ट्रेडेबल जोन र नन ट्रेडेबल जोन भनेको के हो भन्ने कुरा होला। ट्रेडेबल जोन भनेको इक्जाम्पल सहित पनि देखाउँछु अहिले लास्टमा है त। मतलब मैले के भन्न लागेको धेरैजनाले बुझिसकेको पनि हुनसक्छ, बुझिसक्नु भयो भने धेरै राम्रो, त्यस्तै नै गर्नु होला। अनि अब मैले भन्दैमा भन्दा पनि हजुरले चार्टमा गएर आफै हेर्न सक्नुहुन्छ है त्यो कुराहरू। ओके, ट्रेडेबल जोनको कुरा हेरौँ है त। अब इन्डेक्सको कुरा हो है, यो सबै इन्डेक्सको कुरा हो। बाउन्स फ्रम सपोर्ट एरिया है। अब सपोर्ट एरियाबाट इन्डेक्स बाउन्स गर्न लागेको छ, सपोर्ट जोनमा आइसकेको छ, बाउन्सै भइसक्नुपर्छ भन्ने छैन, सपोर्ट जोनमा गएर थामिरहेको छ भने पनि भइहाल्यो। बाउन्स फ्रम सपोर्ट जोन। अनि अर्को अब ट्रेन्डिङ मार्केट भइ नै हाल्यो, त्यो त मस्ट, त्यो त हुनै पर्यो नि, ट्रेन्डिङ फेज। अनि त्यसपछि अब फ्रेस ब्रेकआउट
अब यस्तो यिनीहरू चाहिँ अब ट्रेडेबल जोन भनेर छुट्याउनु पर्यो क्या त्यस्तोलाई। अनि नन ट्रेडेबल जोन भनेको कस्तो भन्दाखेरि अब केही कन्फर्मेसन छैन इन्डेक्समा भनेपछि टप बनाउन थालेको सङ्केत दिइसकेपछि है, यसलाई भनौँ ट्रेन्ड पछिको फेज के टपतिर, टपिङ फेज लेख्छु है त, टपिङ फेजतिर। टपिङ फेज कसरी छुट्याउने भनेर पनि कुरा गरौँला। अनि स्योरली त्यो अब डाउन ट्रेन्डको बेला ट्रेड गर्नु भएन। अब साइडवेजको बेला पनि ट्रेड गर्ने हो, कसरी ट्रेड गर्ने कुरा गरौँला। डाउन ट्रेन्ड फेज पछि अब यही नै भयो है त। यसलाई अब हामी चार्टमा मुभ हुन्छौँ, त्यसको लागि ओके अर्को ट्याबमा जान्छ है त म। पहिला हामीहरूले जोन छुट्याउनु पर्यो है त। अब सजिलै मार्क गर्ने, सपोर्ट रेसिस्टेन्स मार्क गर्नु पर्यो। रेसिस्टेन्स मार्क भयो, तर सपोर्ट मार्क भयो है। अब हजुरले यहाँ पुगिसकेपछि यो क्यान्डलले यो रेड क्यान्डलले सपोर्ट जोनमा पुग्यो भनेपछि अब स्टक खोज्न थाल्ने, नभए यो जोनमा के गर्ने। यो जोनमा के गर्ने त, यो जोनमा केही नगर्ने, घुम्न जाने, खाने, नाच्ने, बस्ने। यो जोनमा केही नगर्ने, स्टकहरू चल्छन् चल्न दिनु। सबै स्टक ट्रेड गर्नुपर्छ भन्ने छैन, सबै र्याली क्याच गर्नुपर्छ भन्ने छैन। हाई प्रोबेबिलिटीवाला मात्रै गर्ने हामीले ट्रेड। अब त्यो हाम्रो लागि हाई प्रोबेबिलिटी नभएर अरू कुनै तरिकाले ट्रेड गरिरहेको मान्छेको लागि हाई प्रोबेबिलिटी हुनसक्छ, तर तपाईँ एक्सपर्ट हुनुहुन्न, नयाँ हुनुहुन्छ ट्रेडिङमा, धेरै वर्ष भइसकेको छैन। धेरै वर्ष हुँदैमा एक्सपर्ट हुन्छ भन्ने पनि हुँदैन है। फेरि तपाईँको नलेजको लेभल कस्तो छ आफै एक्सपेरिमेन्ट गर्न सकिन्छ नि त। यस्तो बेला ट्रेड लिँदा तपाईँलाई कतिचोटि लस भएको छ लेखेर राख्नु, हेर्नु। धेरैचोटि लस भएको छैन भने नगर्नु ट्रेड त्यस्तोमा। अब यो भयो। अब यहाँदेखि हामीहरूले ट्रेड गर्न सुरु गर्ने, स्टक खोज्ने, वाच लिस्ट बनाउने अनि बाई गर्ने। यहाँदेखि अब बाई गऱ्यौँ। अब यतिमा हाम्रो टिपी हिट भइहाल्छ। अब इक्जाम्पल पनि देखाइदिन्छु म हजुरलाई। मैले ट्रेड गरेको इक्जाम्पल है। अभियसली अरू इक्जाम्पल कसरी देखाउन सकिन्छ र। मैले त्यति बेला केएचएलमा ट्रेड लिएको थिएँ। नेप्सेको हामीहरूले कुन डेटबाट हेर्न थाल्ने भनेर भन्दाखेरि त्यहाँ लेखेर है, यो डेट हो जुलाई 13बाट। जुलाई 13मा हामी यहाँ थियौँ। जुलाई 13बाट अब यसको म साइकोलोजी पनि भनिदिन्छु केएचएल किन बाई गरेँ मैले भनेर। आइपिओको कम्पनी थियो अनि 500 भन्दा माथि जान सकेन भनेपछि यो अनयुजुअल कन्डिसन थियो। अनि त्यसपछि योमा मेरो आँखा गयो। सो मेरो ट्रेडिङ जोनमा थिएँ, म सपोर्ट जोनबाट मार्केट माथि जाँदै थियो भनेपछि अब मैले यसको एनिमे ब्रेकआउटमा बाई गरेँ, त्यो क्यान्डलको हाईमा थियो। हो यस्तो गर्ने। अब योभन्दा अगाडि ब्रेकआउट दिन्थ्यो भने म बाई गर्थेन, किनभने त्यो हाई प्रोबेबिलिटी ट्रेड हुन्थेन मेरो त विचारबाट। मेरो ब्याक टेस्ट भन्दा पनि मेरो ट्रेडिङ जर्नलको डेटाबाट त्यो देखिन्छ है।
अब यो भयो सपोर्ट जोनको कुरा। अब फ्रेस ब्रेकआउटको कुरा पनि छ। फ्रेस ब्रेकआउटवाला जुन इक्जाम्पल लेखेको छु मैले यहाँ, बाउन्स फ्रम सपोर्ट, ट्रेन्डिङ फेज। ट्रेन्डिङ भने त्यो बाउन्स पछि आउने ट्रेन्ड है त, फ्रेस ब्रेकआउट। अब फ्रेस ब्रेकआउटको इक्जाम्पल, फ्रेस ब्रेकआउट स्टकमा होइन, इन्डेक्समा है। इन्डेक्समा फ्रेस ब्रेकआउट, इन्डेक्समा फ्रेस ब्रेकआउट कहाँ छ? जस्तो कि यहाँ हेर्ने, अब यो ब्रेकआउट हो, यहाँदेखि ब्रेकआउट दियो। यहाँभन्दा अगाडि हामीले वाच लिस्ट बनाउन सक्छौँ, हेर्न सक्छौँ स्टकहरू कुन कुन रेडी हुँदैछन् भनेर। किनभने यहाँ ब्रेकआउट दिने सङ्केत त थियो नि त, बेस बनाएर राखेको थियो। यस्तो बेलामा हामीले स्टक वाच लिस्ट बनाएर रेडी राख्ने। जस्तो कि मैले यो जोनमा नै यो स्टकहरू छन् है, यस्तो स्टकहरू छन्, मैले हेरिरहेको छु भनेर स्टोरीमा हालेको थिएँ नि त। सो त्यस्तै यहाँ यस्तो जोनमा चाहिँ हेर्ने स्टकहरू वाच लिस्ट बनाएर रेडी बनाएर राख्ने। अब यहाँनिर ब्रेकआउट दियो, कन्फर्म भयो, बाई गर्ने। टिपी हिट हुन 4-5 दिन लाग्छ युजुअल्ली, सर्ट टर्म ट्रेडरको लागि है। अभियसली लङ टर्म ट्रेडरको लागि मैले भनिरहेको छैन, लङ टर्मको लागि पनि गर्ने यस्तै। अब हेर्नु, लङ टर्मको लागि झनै सचेत हुनुपर्छ। लङ टर्मको लागि अब तपाईँले यो ठुलो टाइम फ्रेमको सपोर्ट रेजिस्टेन्स हेर्नुभयो भने सजिलो हुन्छ। अनि अब फन्डामेन्टल त हेर्नै पर्यो। लङ टर्मको ट्रेड गर्नुहुन्छ भने फन्डामेन्टल हेर्नै पर्छ कम्पनीको। सो यो भयो, योबाट बाई गर्नुभयो तपाईँले। यहाँको स्टकको इक्जाम्पल पनि खोज्नु होला, आफै प्र्याक्टिस गर्नु होला अलि, अनि थाहा हुन्छ हजुरलाई। सो यो भयो। हामी हेऱ्यौँ ट्रेन्डिङ फेजको कुरा पनि गऱ्यौँ। ट्रेन्डिङ फेज भनेपछि यसपछिको यो सानो ट्रेन्ड भयो, यस्तो कि अब यो लङ ट्रेन्ड दिन थाल्यो, सबै ब्रेकआउट दिएर माथि माथि जान थाल्यो, यो ट्रेन्डिङ फेज भयो। यस्तो बेला अब हजुरले वाच लिस्ट बनाउने, बाई गर्ने, एग्रेसिभ जान सक्नुहुन्छ। अब यो हेर्नु न, यहाँ सपोर्टबाट ऊ दियो, अलि जुम राखिदिन्छ है त। सपोर्टबाट जम्प भयो, यहाँ बाई गर्नुभयो, ट्रेड लिनुभयो, यहाँदेखि यहाँसम्म निमै बेस बनायो, यहाँ पनि ब्रेकआउट दियो, यहाँसम्म बाई ट्रेड गर्नुभयो। यो ट्रेन्डिङ फेज हो। रेसिस्टेन्सहरू तोड्दै माथि गइरहेको छ भने त्यो ट्रेन्डिङ फेज हो। यसमा हजुरले एग्रेसिभ ट्रेड गर्न सक्नुहुन्छ। सबभन्दा सचेत पनि त्यही बेला हुनुपर्छ, किनभने सार्प फल आउन सक्छ। ओके, यसरी ट्रेड गर्दा चाहिँ यो एकदम सिम्पल, एकदमै सिम्पल कुरा हो। यस्तो भिडियो नि के बनाएको होला भन्नुहुन्छ धेरैले, पक्कै भन्नुहुन्छ होला। तर यो भनेको एकदम इम्पोर्टेन्ट कुरा जस्तो लाग्यो क्या मलाई। अब मलाई एकजनाले टिकटकमा मेसेज गर्नुभएको थियो, त्यहाँले यतै अझै यतैबाट बाई गर्न थाल्नुभएको एउटा स्टक, एभरेज गर्नुभएको छ, निप्से बढ्छ फाइदा हुन्छ भनेर एभरेज गर्नु, यहाँसम्म एभरेज गरेर 19 चोटि एभरेज गर्नुभएको थियो। अब गलत ठाउँमा, गलत त ठाउँमा नहुन सक्छ, गलत ठाउँमा किनेर होल्ड गरिराख्नु छ, बढ्छ भनेर एभरेज गरिराख्नु छ। एभरेजिङ पनि नगर्नु होला हजुरहरूले। ट्रेडरले एभरेजिङ गर्ने नै होइन। अरू कसैले एभरेजिङ गर्नु भन्छ भने अब मलाई थाहा छैन, जे गर्न मन लाग्छ त्यही गर्नु। तर मेरो विचारमा एभरेजिङ नगर्नु। मैले भनेको सुन्नुहुन्छ भने एभरेजिङ नगर्नु, मैले भनेको सुन्न छैन, कतैबाट पढ्नु, त्यहाँ पनि हजुरले एभरेजिङ नगर्नु भनेर पढ्न पाउनुहुन्छ। पढ्न मन छ भने 1-2टा बुक सजेस्ट गरिदिन्छु म। मार्क मिनर्भिनीको बुकहरू साथसाथ पढ्नु होला। मार्क मिनर्भिनीको अनि अनिलको बुकहरू हेर्नु होला। बिगिनरको लागि है, बिगिनरले हेर्नै पर्ने, बिगिनरको लागि यिनी बुकहरू एकदमै हेल्पफुल हुन्छन्। मार्क मिनर्भिनीको बुक र विलियम ओनिलको बुकहरू हेर्नु होला।
अब आजको भिडियोमा कुरा यति नै भयो। एउटा ट्रेड इक्जाम्पल पनि देखाएँ मैले, अनि कस्तो बेला ट्रेड गर्ने कस्तो बेला नगर्ने भने स्ट्रङ डिमान्ड जोनमा ट्रेड गर्ने, फ्रेस ब्रेकआउट भएछ इन्डेक्समा भने ट्रेड गर्ने, नत्र ट्रेड नगर्ने। तल झरिरहेको छ, पैसा कमाउन सकिन्छ नि। म त के भन्छन् अपरेटर लागेको स्टक पछि पर्छु भन्नुहुन्छ भने त्यसको लागि सिक्न सक्नुहुन्छ, प्र्याक्टिस गर्नु थोरै पैसाले है। प्र्याक्टिस गर्नु, सिक्नु, नसिक्नु भन्ने केही नै हुँदैन। सिक्नु तर पोर्टफोलियोमा ह्याम्पर नहुने गरी एकदम थोरै पैसाले गर्नु, प्र्याक्टिस गर्नु, 1-2 वर्ष नै गर्नु, नआत्तिनु। अनि त्यो टाइममा तपाईँले आइडिया लिनुभयो, यस्तो हुँदैछ भनेर बुझ्नुभयो राम्रै भनेपछि पैसाले डिप्लोय गर्नु होला। अहिले नआत्तिनु, अहिले नआत्तिनु। एकदम हाई प्रोबेबिलिटी जोनबाट मात्रै ट्रेड गर्नु। धेरै पैसा कमाउँछु भन्ने सोच्नुहुन्छ, जति सेटअप आयो सब लिन्छु भन्नुहुन्छ भने तपाईँले लस हुन्छ पक्कै। एउटा मैले सिकेको, हजुरले पनि सिक्नुहुन्छ ढिलो चाँडो। कि त सुनेर सिक्नुहुन्छ कि त एक्सपिरियन्स गरेर सिक्नुहुन्छ। आजको भिडियो यति नै गरौँ है त।